कान्दी छिर्यो तर सिगरेट हेर्नुहोस् पुलिसले सिगरेट तालिदिनु भएको छ नि अहिले सुरक्षा तैनात गरेछ एउटा चाहिँ गुन्डालाई यो सरकारले सुरक्षा निकायले अहिले चाहिँ सुरक्षा दिइरहेको छ यसको हामी चाहिँ घोर भर्सना विरोध गर्न चाहन्छौँ र अहिले जनताको एउटा कार्यालयमा पब्लिकहरू छिर्न पाइरहेका छन् जनताले सेवा सुविधा पाइरहेको छैन यो चाहिँ के हो त भन्दाखेरि मुख्यमन्त्रीको इलाका भएर चाहिँ यो अब भइरहेको छ एमालेका होइन झोलेहरू हामी चाहिँ झुक्नेवाला छैनौँ एमालेका झोलेहरू त युथ फोर्सहरू ब्याक भए हुन्छ यहाँ चाहिँ लड्ने त अवस्था पऱ्यो भने हामी लड्न तयार छौँ धन्यवाद सबै आउँछ अहिले अनि हजुर के भन्न चाहनुहुन्छ एउटा देशद्रोही देश लुट्ने एउटा देश भ्रष्टाचार गर्ने एउटा भनौँ न चोर गुन्डा आउँदा यत्रो सिगरेट छ कि तपाईँहरू के भन्न चाहनुहुन्छ त्यसको लागि भन्न चाहन्छौँ त्यसलाई बाहिर निकाल्नु पर्यो हामी कुरा गर्न चाहन्छौँ अनि कुनै पनि जेनजीहरू पछि हट्नु हुँदैन है आज गोली खान हामी तयार छौँ तर देशको लागि हामी लड्नुपर्छ आवाज उठाउनुपर्छ देश कता गइरहेछ कस्तो अवस्थामा छ भन्ने कुरा हामी सबै जेनजी युवाले सोच्नुपर्ने जुन अवस्था पनि आइरहेको छ साँच्चीकै भन्यो भने पछिल्लो फिल्ममा हाम्रो कर्णालीका जेनजी युवाहरू अलिकति पछि परि जस्तो पनि लागिरहेछ कहाँसम्म लुकिरहेका छन् कता लुकिरहेका छन् जति सक्दो छिटो यो ठाउँमा आउन जरुरी छ किनभने हामी अब कुनै पार्टीमा नलागिकन कुनै पार्टीका झोला नपुगिकन कुनै मासुभातमा नबिकिकन हामी देश परिवर्तन गर्नको लागि लागिरहेको जुन अवस्था छ र साँच्चीकै भन्यो भने यहाँ यति धेरै सिगरेट छ कि चारैतर्फ बाटो ब्लक भइरहेको अवस्था छ तपाईँले प्रत्यक्षमा तपाईँले देखिरहनु भएको छ तपाईँ घन्टा गर्दै हरेक कुना काप्चामा जताकतै बाटो ब्लक छ जताकतै पुलिसले यसरी छेकिरहेको जुन अवस्था पनि तपाईँहरूको माझमा हामी प्रत्यक्षमा देखाउन चाहन्छौँ यस्तो अवस्था छ जति पनि जेनजी साथीहरू सबैजना आउनु पर्यो आजको अवस्था एकदमै खतरा हुनेवाला छ र जति सक्दो अब हामी जसरी सक्दो फिल्डमा उठ्नु पर्ने जुन अवस्था आएको छ बरु देशको लागि हामी एक दुई गोली खान तयार छौँ तर देश चाहिँ बनाउनु पर्छ भन्ने कुरा चाहिँ हाम्रो जहाँसम्म लागिरहेको अवस्था पनि छ